हेलो गाइज वेलकम टू न्यू ब्लग। आज आमाले भोलिमा कोही गते भएर के अरे लड्डु बनाइरहनु भएको अनि मैले के अरे भर्खर ड्रइङ गरेको सानवी दिदी हुनुहुन्छ। अनि सानवी दिदी आज गएर के अरे आज मेरो सार्बिन भन्ने फ्रेन्ड आउँछ। ल बाई बाई गाइज। ल भोलि सार्बिन भन्ने फ्रेन्डको आएपछि के अरे म देखाउँछु हजुरलाई भ्लग बनाउँदा। दादालाई पनि बोल्नु पर्छ नि त। अब दादाले के भन्नु? ल गाइज हेलो गाइस, जति भन्नु थियो भाइले त भनिहाल्यो। म यति भन्छु। हेलो गाइस, भाइले अघि जति भन्नु थियो भनिसक्यो। म मेरो तर्फबाट पनि वेलकम। अहिले चाहिँ आमा तिलको लड्डु बनाउँदै हुनुहुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ है आमा हेलो बनाउँदै हुनुहुन्छ। तिल होइन छोरा, यो बदाम हो। यो बदाम हो। अलिकति तिल पनि भुट्ने हुन्छ अनि हामी तिलको लड्डु खाने आमा। भोलिको लागि भोलि के हो भन त? भोलि मकर सङ्क्रान्ति, मतलब के भन्छ अरे माघे सङ्क्रान्ति। भोलि के माथि के भने? माघे कति हेलो गाइज, लड्डु बनाउनलाई सानवी दिदीले नरिवल कोर्दै हुनुहुन्छ। ल हेलो गाइज, के अरे सानवी दिदीले नरिवल कोर्नलाई माग्दा पनि आउनु भएको। ल अब यम्मी कस्तो मिठो मिठो दामी लड्डु बन्छ। ल भयो मायुक खान सजिलो कि काम गर्न? काम गर्न सजिलो। ए हो, त्यस्तो लाग्यो। तिमीलाई के सजिलो नि मयूर? हजुर खाना सजिलो कि काम गर्न? अघि मैले घिच्दै थिएँ, अहिले आमाले घिच्दै हुन्छ। हेर्नुहोस् त। सामानहरू रेडी हुँदैछ। के को लागि? तिलको लड्डुको लागि। के सामान रेडी गर्छ? बदाम अनि नरिवलको स्किनहरू। यहाँ बदाम छ, यहाँ भेली छ, यहाँ चाहिँ भोलि खिचडी खानको लागि दाल छ। हेर्नुहोस् यहाँ भुजा पनि छ। आमा हामीले भुजाको पनि लड्डु बनाउने हो। मेरो सबभन्दा चाहिँ तिलको लड्डु हो। हजुर कुरो आमा? मेरो पनि त्यही हो। भुजा चाहिँ तिमीहरूको लागि रमाइलोको लागि ल्याइदिन्छु। भुजा चाहिँ अलि मलाई मन पर्दैन। सानवीहरू छ नि। म तिमीलाई लड्डु खान मन छ? मन छ। हो आज चाहिँ टेस्ट गर्ने। ल अहिले बाबाले बनाउँदै हुनुहुन्छ। के राख्नु बाबा? मलाई त कति रमाइलो भइरहेको छ छोरा। के राख्नु भएको भने यो सबै भुटेको होइन, नरिवलहरू अनि बदाम खानु पनि पाइने, काम पनि गर्नु पाइने। लड्डु बनाउनुलाई भोलिको लागि। तिलको लड्डु मिठो लाग्छ। मिठो हुन्छ नि यो सबै। तिल पनि मिठो हुन्छ, बदाम मिठो हुन्छ, नरिवल मिठो हुन्छ। यो सब मेरो फेभरेट त तिल हो। आमा यो के हो? यो चाहिँ हातमा लगायो भने हातमा चाहिँ यो लाग्दैन कि। यो त होइन, आमा यो चाहिँ घिउ हो? त्यो त उसको लड्डु जस्तो। होइन यो भनेको त्यो घिउ हो कि छोरा? यो चाहिँ यो भेरी पगालेको। पछि भेटौँला।
वाउ यी हेर्नुहोस् त आमाले भेलीको रस राखिरहनु भएको छ गुड की डल्ली ना 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 सिया ना ना उतै हाल आमा अरू बेला नि तिलको लड्डुमा यही हाल्नुहुन्थ्यो र सबै यही हो छोरा तिललाई मिठो बनाउनु नि यही रहेछ तिमी यसको बनाऊ म यसको बनाउँछु ओके आफ्नो आफ्नो बाटो म यति सबै खाइदिन्छु के दिन्छु मलाई अहिले आज एकै दिनमा यही खाएर त यही दिइहाल्छु नै पुरस्कार केही पाइन्छ भने पाइन्छ एउटा पुरस्कार के हो माइ भन त पानी त्यो त कहाँ हुन्छ छोरा पुरस्कार खाऊ पानी दिनु यो सबै खाऊ म तिमीलाई के पुरस्कार दिन्छु भने चाहिँ म चाहिँ रेडी किनभने मलाई खासै मिठो लाग्दैन नि त बाँकी हो पोल्यो यो भेली बनाउनु त भाइ खान चाहिँ मिठो हुन्छ है खानु चाहिँ मिठो हुन्छ बनाउनु चाहिँ गाह्रो रहेछ यो कसै अर्न चाहिँ गाह्रो हुन्छ अर्न बिचरा खोइ त हो बन्दैन त्यो जसले बनाउनुहुन्छ नि भन्नाले बेच्नलाई उहाँलाई पनि कति गाह्रो हुन्छ होला है बिचारा तर हामीसँग आइडिया छैन त्यो भएर पनि हुन्छ बनाउनु भाइ के भयो त भन्छ नि पख न सेलापछि एकछिन सेलाउन दिन्छ एकचोटि मैले यस्तै के यो अहिले भएन नि जमेन नि एकचोटि मैले बर्फी बनाउने भनेर है मामाहारमा कोही पनि नभएको बेला यतिका दुध थियो मैले तताइ राखेँ धेरै बेर तताए त्यो त्यतिका दुधको त्यो कुराउने बनाउनलाई नै टाइम लाग्दो रहेछ अनि त्यस पछाडि मैले चाहिँ चिनी खाना मिठो लाग्छ भात मिसातो गरेर चिनी हाल्नुपर्छ अब हुन्छ चिनी हाल्नुपर्छ भने थाहा थियो चिनी हालिदिएको त्यो त पग्लेर त त्यो बर्फी त सेट नै नहुँदो रहेछ क्या अनि पुरा थालमा थल मात्र भइरहेको बर्फी होइन के हो बर्फी भने दुधबाट बनाउने मिठाई दुध र चिनीबाट बनाउने मिठाई त्यस पछाडि 3-4 घन्टासम्म त्यो चिसो पानी हुन्छ नि कुवाको पानीमा हालेर त्यसलाई चाहिँ सेट गरेँ क्या मैले चिसिएपछि सेट बनेको छैन त कहाँ खान्छ बन्छ छोरा भाइ बनेको छैन आमा मयुर म एउटा खान्छु है भगवानलाई भगवानलाई चढाउने एउटा खान्छु न पहिला भगवानलाई चढाउने होइन भगवानलाई चढाउनु पर्छ नि मात्र खाने पहिला होस् भगवानले खाने कि छोराले खाने भन त पहिला मैले पिठो हाल्ने उ त्यो हाल्नु न त यसो त्यो नपुगेर पिठो हाल्ने मुडी हाल्ने मुडी त्यो हालेर हुने होइन कि यो यसको हुन्छ टेक्सचर कि हुन्छ अब एकछिन हुन्छ नचिन्ता गर न यस्तो मजाको हुन्छ भगवान ल्याऊ अब मलाई सानो हुन हाल्दियो त बरु कस्तो मिठो हुन्छ भइहाल्छ नि उहाँ त टेस्टिएस्ट लड्डु यो अलि ठिक्क बनाऊ सानो ठिक्क बनाऊ साथ गर्नु नबनाऊ यतै मलाई भाग लाउनु अर्को भाडा पनि दिनुपर्छ आमा ए माथि माथि राखेको हुन्छ अनि यो अन्त पनि दिने हो दिदीहरूलाई सबैले बनाइहाल्नु टेस्ट गर्नु दिए अलिअलि दिउँला नि एक्लै खानु हुन्न अरे कि ए हो एक्लै खाएपछि अर्को मयुर तिमीले के बनाएको म कसरी आएर बनाएको कसरी हुने मैले आफूलाई ठिकाउने बनाएको ठिक छ मैले आफूलाई ठिकाउने बनाइरहेको छु सामी हातमा घिउ है माइक लाऊ हातमा घिउ ला दुवै हातमा अर्को भाँडो ल्याऊ अब अर्को यहाँ अहिले न टाँसिन्छ टाँसिन्न टाँसिन्छ क्या टाँसिन्न क्या बाबु मलाई टाँसिन्न अब यो सुकिसकेको छ नि त अब ऊ मुरैको लागि चाहिन्छ है गणपति बाबा मुरिया के भन्नु छ माइक तिम्रो गाइजहरूलाई के भन्छौ मयुर मयुर तिमी के भन्छौ भन त मयुर भिडियो अनुसार के भन्छौ भन त मयुर मयुर ऊ भिडियो अनुसार के भन्छौ भन त यो लड्डु त हाम्रो परिवार मात्रै खान मिल्छ है किन मैले त जुठाउँदै हाल्दै गरिरहेको जुठाउनु हुन्न छोरा बेडा भिडियो सर त्यस्तो होइन उसले जानेर बुझ्दैन त्यसलाई खाइदिन्छ खाने भने हामी मात्र होला अब यसको जुठो ठुलो हावामा चलिहाल्छ ले ठुलो देखाउँछ बेला मतलब चिन्नु भएन बोलेन काँडो बोल्छ सानवीले त आफ्नै मम्मीको झुट पनि खान्छ छोरा खान्न
छको खान्छु नि छ्या त्यसो झन् खान्छ करुणाको चाहिँ खान्छु पुन्टी पुन्टी मैले तिमीले कति लड्डु बनाएछ देखाउ त फेरि देखाउ त पुन्टी मयूरले पुन्टी लड्डु बनाएछन् है अब त हाम्रो मोदक बन्नलाई अब हाम्रो के अरे लड्डु बन्न लाग्यो अहिले एकछिन टेस्ट गरेर खाएको यो कस्तो भएर रहेछ त मिठो दामी गाई अब के भन्छ यसलाई के भन्दो रहेछ संस्कृतमा यसै संस्कृतमा मोदक भन्छ गाइड अनि नेपालीमा नेपालीमा के अरे लड्डु भन्छ अनि हिन्दीमा चाहिँ मिठाई भन्छ के बन्दैछ अहिले बल्ल किन बल्ल आज त आमाको एकदम जागर चलिरहेको छ। आमा के बनाउनु आउनुभयो? अहिले के बनाउनु भयो? गाजरको हलुवा मैले गाजरको हलुवा नखाएको त अब 2-3 वर्षै भइसक्यो है। हो साँच्ची भनेको। मेरो गाजरको हलुवा फेभरेट हो। गाजरको हलुवा मेरो बचपनको खाजा जस्तै हो। बचपनमा धेरै चाहिँ गाजरकै हलुवा खाएँ मैले है। हेलो गाइज, आजको लागि यति नै। म आशा गर्दछु कि तपाईँहरूलाई हाम्रो ब्लग राम्रो लाग्नु होला। बाई बाई, सी यू नेक्स्ट टाइम।